यसो घडी हेरेको त है कति छिटो 5 बजिसकेको भनेको त किन भनेको त तपाईहरुको एक्जाम आइरहेछ त्यसैले भटाभट सुईहरु घुमिरहेछ घडी छिटछिटो दिनहरु गइरहेछ र अब दिनहरु यसरी नै जाने हो तपाईहरुलाई थाहा नै छ आज गयो भोलि गयो आज मेहनत गर्नुहुन्न त्यो दिन पनि त्यतिकै खेर जान्छ अलिकता भोलि मेहनत गर्नुहुन्न त्यो दिन पनि त्यसरी जान्छ र तपाईहरुको एक्जाम आउँछ एक्जाम दिनुहुन्छ यदि राम्रोसँग पढ्नु भएको छ भने त्यो एक्जामहरु अझै राम्रो हुन्छ यदि राम्रोसँग पढ्नु भएको छैन भने चाहिँ फेरि तपाईहरुले अर्को चोटी त्यसरी नै घडी हेरेरै बस्नुपर्छ एक्जाम शेड्युल कहिले आउँछ एक्जाम कहिले दिने भनेर त्यसको वेटिङमै बसिराख्नुहुन्छ के त्यसले गर्दा त्यो वेटिङमा नबस्नको लागि चाहिँ सुबिसी एजुकेसन सेन्टरले तपाईहरुलाई साथ दिइरहेको छ यति कुरा चाहिँ ध्यान गर्नु होला र मेन कुरा मैले दुईटा सब्जेक्टको तपाईहरुलाई मोस्ट इम्पोर्टेन्ट क्वेशनहरु दिइसकेको छौं र त्यसको डिस्कसन हामी भाइबर ग्रुप अफ सुबिसी एजुकेसन सेन्टरमा गर्ने छौं त्यसको लागि चिन्ता गर्नु पर्दैन यो भिडियो मार्फत चाहिँ भेरी 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 इम्पोर्टेन्ट सब्जेक्ट जुन सब्जेक्ट स्टुडेन्टलाई धेरै जसो थ्योरीमा लाग्ने सब्जेक्ट त्यो सब्जेक्टको नाम छ बिजनेस ल नाम सुन्दा नि कस्तो बिजनेस ल भनिसकेपछि अलिकति श्रृङ्ग हुन्छ होला है अंक कतिलाई त किनभने 2-3 चोटी एटेम्प्ट दिइसकेको स्टुडेन्टहरुलाई चाहिँ अर्कै फिल आउँछ त्यो सब्जेक्ट सुन्न छ रिस पनि उठ्छ होला कतिलाई बिजनेस ल हे नाम नले है भन्ने हुन्छ त्यस्तो छोड्दिनुस् अब तपाईहरुको साथमा सुबिसी एजुकेसन सेन्टर छ यो भन्दा अगाडि कोसँग पढ्नुभयो कहाँसँग पढ्नुभयो कहाँबाट नोट्स लिनुभयो कसरी पढ्नुभयो त्यो मलाई मतलब भएन अब चाहिँ सुबिसी एजुकेसन सेन्टरमा एउटा भरोसा मानेर आउनु भएको छ भने चाहिँ त्यो भरोसा दिलाउने कोसिस चाहिँ मैले गर्छु त्यसले गर्दा तपाईहरुलाई मोस्ट इम्पोर्टेन्ट 50 क्वेशन लिएर तपाईहरु माझमा म उपस्थित भइसकेको छु यसमा चाहिँ दुईटै छ है तपाईहरुको एउटा भनेको तपाईहरुको ओल्ड कोर्सको पनि कोर्सहरु यही राखेको छु इम्पोर्टेन्ट क्वेशन र न्यू कोर्सको पनि के छ तपाईहरुको इम्पोर्टेन्ट क्वेशन मैले यहाँ राख्दै छु र यति कुरा बुझ्नु होला जुन मैले त्यहाँ पहेँलो अक्षर लगाएको छु पहेँलो डार्क सर्कल गरेको छु अन्डरलाइन गरेको छु त्यो चाहिँ तपाईहरुको न्यू कोर्स हो भनेर जुन हरियो लाइन तपाईहरुलाई मैले डिनोट गरेर राखेको छु अन्डरलाइन गरेर राखेको छु भने चाहिँ त्यो चाहिँ तपाईहरुको ओल्ड कोर्सको कोर्स हो र बाँकी अरु सबै चाहिँ तपाईहरुको न्यू कोर्समा पनि मिल्छ र नयाँ कोर्समा पनि मिल्छ है पुरानो कोर्समा पनि मिल्छ त्यसले गर्दा चाहिँ दुईटा अरु चाहिँ कम्बिनेसन पढ्नु होला तर जुन येलो कलर डार्क गरेको अन्डरलाइन गरेको र ग्रीन कलरको डार्क गरेको अन्डरलाइनलाई चाहिँ तपाईहरुले चाहिँ ओल्ड कोर्स र न्यू कोर्स भनेर तपाईले छुटाउन सक्नुहुन्छ र त्यसपछि अब यो 50 वटा क्वेशन तपाईहरुलाई मैले लिएर राखिदिसकेको छु यति मात्र पढ्नुस् अरु केही पढ्नु पर्दैन अरु बुक्स केही हेर्नु पर्दैन यो 50 वटा क्वेशन मनबाट लिएर पढ्नुस् त्यति पढिसकेपछि लमा 100 मार्क्सको एटेम्प्ट र 80 मार्क्स तपाईहरुले ल्याउन सक्नुहुन्छ लेख्ने तरिका सिकाइसके अझै पनि म तपाईहरुलाई अर्को भिडियो बापत सिकाउँछु कसरी लेख्ने कुन प्याटर्नमा लेख्नु पर्छ लमा कसरी 2 मार्क्समा कसरी एटेम्प्ट गर्नुपर्छ कसरी राइटिङ स्किल लेख्नु पर्यो भन्ने कुराहरु सबै सिकाउँछु त्यसको लागि चिन्ता गर्नु पर्दैन अहिलेको लागि चाहिँ मैले यो पेपर तपाईहरुको माझमा सुबिसी एजुकेसन सेन्टरको भाइबर ग्रुप अफ बिजनेस लमा चाहिँ मैले यसको क्वेशन राखिदिने छु त्यहाँबाट तपाईले भेट्न सक्नुहुन्छ र यसको लिंक चाहिँ मैले यही भिडियो तल राखिदिन्छु डिस्क्रिप्सनमा त्यहाँबाट तपाईले लिंक ओपन गरेर पनि जोइन हुन सक्नुहुन्छ डाइरेक्टली सुबिसी एजुकेसन सेन्टरको भाइबर ग्रुपमा त्यहाँबाट पनि तपाईले यो क्वेशन लिन सक्नुहुन्छ र यो क्वेशन लिइसकेपछि यसलाई मजाले एनालाइसिस गर्नुस् क्वेशन नम्बर 1 देखि मजाले 50 वटा क्वेशनलाई डिस्कस गर्नु यो भन्दा बाहेकको क्वेशनहरु तपाईले पढ्नै पर्दैन र यो भन्दा बाहेक तपाईहरुलाई क्वेशन सोध्न पनि सोध्दैन फाइनल एक्जाममा त्यसले गर्दा यो 50 वटा क्वेशनलाई चाहिँ मनैबाट भित्रैबाट म गर्छु म आँट्छु यदि कुनै क्वेशन तपाईलाई डाउट लागे यसमा सर कसरी लेख्ने भन्ने कुराहरु सोध्नुहुन्छ भनेपछि त्यसको सोलुसन म तपाईहरुलाई राखिदिन्छु त्यसको लागि डराउनु पर्दैन तपाईले एनी टाइम तपाईले मलाई मेसेज गरेर सोध्न सक्नुहुन्छ अथवा कल गरेर पनि मलाई सोध्न सक्नुहुन्छ त्यसले गर्दा हामी मिलिजुली पढौं जसरी भए लमा 80 क्रस गरेर ल्याऊ र तपाईहरु यदि फेल हुने स्टुडेन्ट हुनुहुन्छ जीरो लेभलको स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ पनि तपाईहरुले 60 सम्म ल्याउने कोसिस गरेर मजाले यो 50 वटा क्वेशन चाहिँ तपाईले पढ्न सक्नुहुन्छ भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु र फेरि पनि म अर्को सब्जेक्टको मोस्ट इम्पोर्टेन्ट क्वेशनहरु लिएर तपाईहरु माझमा उपस्थित हुनेछु र राम्रोसँग पढ्नुस्
हेल्दी भएर पढ्नुहोस्, खुसी भएर पढ्नुहोस्, केही पनि छैन गाह्रो, सबै सजिलो सब्जेक्टहरू छ। मैले भने पढ्ने काम मात्रै हो तपाईँहरूको, सबै कुराको हेल्प गर्ने म छँदैछु तपाईँहरूलाई। त्यसले गर्दा चाहिँ मजाले पढ्नुहोस् र मजाले इन्जोय गर्नुहोस् र हेल्दी हुनुहोस्, मजाले सुतेर मजाले पढ्न सक्नुहुन्छ। 10 दिन भनेको इनफ छ। 50 वटा क्वेसन भनेको केही पनि होइन। दिनमा 5 वटा क्वेसन तपाईँले राम्रोसँग पढ्नुहुन्छ भने चाहिँ 10 दिनमा 50 क्वेसन केही पनि होइन। त्यसले गर्दा यो 50 क्वेसन चाहिँ तपाईँले छुटाउनु भएन। यो 50 क्वेसन तपाईँले लेखेर हुन्छ या पढेर हुन्छ, जसरी भयो भने तपाईँले यो 50 वटा क्वेसनलाई चाहिँ राम्रोसँग चाहिँ के गर्नु पर्यो, प्र्याक्टिस गर्नु पर्यो। र बाँकी छँदैछ इक्जाम लिने टाइम, म तपाईँहरूलाई भनिहाल्छु। म इक्जामहरू पनि तपाईँहरूको लिनेछु लको, त्यसलाई चाहिँ तपाईँहरूले फोकस गरेर पढिदिनु होला भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। यो भविष्य हो है तपाईँहरूको, यो पेपरै भविष्य छ तपाईँहरूको। त्यसले गर्दा यसलाई चाहिँ नछुटाइदिनु होला भन्दै हेभ अ गुड डे, टेक केयर, बाई बाई।